गाइज हाम्रो बिहानको 6 बज्यो के पैसा यहाँ त लास्ट पैसा काट्छ कि ननिकाल्नु 6 युरो काट्छ त्यो भित्र छ त बरु एनएलबीको त्यही भित्र एटिएम चल्छ भने होइन एटिएम चल्छ भने होइन भइहाल्छ त्यसो पाइन्छ टाइम इनफ छ टाइम चाहिँ इनफ गाइज हामी चाहिँ अब टिआरसी रिन्यू गर्नु जान्ला हो हामी चाहिँ फेरि यहीँ बस्नु गरिन्छ त्यही हो जामा बस पाएको होइन निकाल्दै छु म त गाइज यताबाट आउनु न यताबाट हिँड्नु तर जाडो छ यार तनाव हुने भयो नि त सो दिस इज सिन है त गाइज 19 नम्बरबाट भन्ने कुरो आयो गाइज हामी चाहिँ टिआरसी रिन्यू गर्नु जान्ला हो अब 10 दिन अगाडि हो लहारको अगाडि रुख अगाडि अगाडि सधैँ अगाडि नै हो होइन रिन्यू होइन यो ग्रुप चाहिँ अलि सिनियर ग्रुप हो सो म अलिक मिल्दैन कि त्यहाँ त्यो अलि यता हो भन्नु नि त दादा खाइ जरा पनि सकेको थियो तर गाई त्यस्तै हो ल औ दाइजी बस हामी चाहिँ यहाँ आएको ट्याग चलाएर हिँडिसक्यो गाइज अब हामी त लाएर सुतिने हो अब बसमा निजाउनुको मजा छुट्टै छ होइन सुरुवाले जाइबस्छु ब्लग जनकपुरमा धमालमा चल्नु मलाई चाहिँ रेस्ट उनीहरूले आइज गाइज हामी गइसक्यो यहाँ चाहिँ हिउँ अलिक पग्लिएर छ जाडो बढी छ यता गाइज सुत्नु बस्नु कहाँ अब जाने हामी यहाँ हो गाइज हामी आएको तर यहाँ लोकेसनको कुनै पनि उस छैन गाइज निशान छैन तर भन्न चाहिँ पाइयो पोबा ल्याउनु पर्दैन सो त्यसो सुन्दा यसो हो हामी चाहिँ अब एसीमा चलिदिइहाल्छौँ है कहाँ हो -3 थियो अझै लुब्लियानामा यहाँ जाडो रहेछ लुब्लियानामा भन्दा यार दिस इज सिन गाइज स्टेडियम गोली हान्दिने हो गाइज हाम्रो काम हुने अफिस चाहिँ यही हो होइन अनि यहाँको सिन चाहिँ यस्तो छ हाम्रो टेको दाइ म यहाँ पिस्ता चिया खाँदैछ है फेभरेट थिङ मुसलो पनि होइन आउँछ होइन नयाँ तातो रहेछ सो छ मर्का त छ कतै मर्का त छ जानु मर्का त जाडो भयो लास्ट जाडो भयो अब यहाँ चाहिँ आन्टीले बाबुसँग बस्नु भएको थियो होइन खोला हेर्नु अब आन्टी ल आन्टी त ल गाइज सो दिस इज सिन गाइज है जाडो खाएर त खै भयो गाइज अब हामी यहाँ मार्केट खोज्नु जाँदैछौँ टेकेदारमा हो होइन हाम्रो टेकेदाई पनि फेमस मान्छे हो कि गाइज होइन तपाईँहरूले चिन्नु आएकै छ टेकेदाईलाई अस्तिको भिडियोमा चाहिँ देख्नुभयो होला सो यस्तै हो गाइज होइन यहाँ त जाडो गाउँमा हुनेवाला जाडो रहेछ कि दाइ होइन कस्तो ठिरिएको यार ल डन्ठेको गाडीहरू आमामा सब यो त एम्बुलेन्स रहेछ गाइज यो हस्पिटल रहेछ यो पुरा यो टक्क कि प्रदेश सभाको अफिस जस्तो यार पुलिस यार आमा डन्ठेको फोटो होइन डन्ठेको फोटो गाइज यस्तो हुन्छ है डन्ठेको फोटो गाइज यहाँ नो भिडियो होला अनि आइएम के भन्छ म त फेमस होला गर भन्नुपर्छ क्या आइज जीवन दिन त हो नि होइन
यस्तै यहाँ ऊ त्यहाँ मार्का जस्तो गाइज त्यो खोजेको मार्का त हाम्रो त्यो होइन के गाइज मैले सरकारी स्कुल पढेँ पनि होइन म्याथ हेर्नु चाहिँ आउँछ क्या भन्नु खोजेको हुन्छ नि त कोही कोही मेसो पाउनु नि त मैले पहिला मेसो पाउँदैन होइन यहाँ अझै पग्लियो किन सो यस्तो गाइज जाडो भयो बाल्ने सालाई धेरै शुभकामना होइन अब जनकपुरमा तल्का मचाउनुपर्छ त्यसपछि अब घाटमा 5मा त केपी ओलीलाई बाल्ने अलिक ख्याल गरेर है अलिक ख्याल गरेर अलिक सुस्त उस गर्नु होला भाषण गर्नु होला फेरि ज्यान माराको केस लाग्ला केपी ओली ठ्याक्राके ल अनि लास्टमा अनि फेरि अनि प्रधानमन्त्री पनि मान्छे उठेको त्यो ज्यान माराको केस लगाएर अनि के गर्ने त्यो त्यही यहाँ पारि जानु त्यो बेला जस्तो मुखमा गर्दैछौँ तर यस्तै बनाउनुपर्छ बाल्नेलाई हाम्रो गाउँतिर नि है अब हाम्रो पाल्पामा एउटा स्वतन्त्रमा उठ्ने को थाहा छैन तर जे हो भने यस्तै बनाउनुपर्छ राम्रो छ ठाउँ धेरै हिउँ परेको थियो गाई भन्ने सबुत गाई अझै भेट्यो होइन त्यो कता हो हामी मर्कता कहाँ हो ए थाहै छ सो हामी मर्कता जानु लाग्यो यहाँको मर्कता त ठुलो रहेछ टक्क गएर अब के खानु भोक लागिसक्यो अझै धेरै भोक लाग्यो क्या आज टक्कै ग्राउन्ड घुमेर एकछिन यहीँ बसेर न ताभित्र अनि ठ्याक्क टाइम बसी जाम लाग्यो हुन्न र यसो एकैछिन राउन्ड हान्ने के हामी दिसी चाहिँ मर्कता दिसी जादु कहाँबाट छिर्ने यहीँबाट छिर्ने सो हामी राउन्ड हान्ने मेरी किस्मस गाइज आम्मामा कुन खाने गाइज कुन के साह्रो महँगो यो के हो यो गाइज म त यस्तो खान्न तर देखाउनु लाग्यो यहाँको रक्सी होइन टिकै हाल्नु नि त टिकै दाइले यहाँको चाहिँ यो मेरो फेभरेट थिङ गाइज भन्दा नहुने तर सस्तो रहेछ दाइ यहाँ बियर 55 रहेछ 55मा डिस्काउन्ट रहेछ क्या सो यस्तो हुन्छ गाइज यहाँको किराना पसल होइन यस्तो हो गाइज सो हामी एउटा खोलाएर गइन्छ ओए रेड बुल गाइज ओपन द सिस्टम ओए होइन चिसो छ गाइज फ्रिज के गाइज तर यो फ्रिज रहेछ नि खासमा होइन नेपालमा देख्थेँ 169 रेड बुल त के खाने थियो चिसोमा हेरौँ न कुन होला छ गाइज हामी यहाँ लास्ट फेयर हो गाइज लास्ट फेयर गर्छ यहाँ त छैन र यिनीहरूलाई सोध्ने कुरो भएन सो हामी अब यहाँ कोर्सिन खान्छौँ गाइज तर यहाँ कोर्सिन पिस्ता छैन त यार पिस्ता चिया त नयाँ आज बनाएको रहेछ क्या यिनीहरूले यहाँ हुन्छ के हो यहाँ त आफै अर्डर गर्न मिल्नेवाला रहेछ यार आफै झिक्नेवाला आइदियो त तर यहाँ छैन त हामीले खोजेको त सो गाइज यस्तै छ सिन गाइज होइन टक्क हामी यहाँ आइसक्यो मेरो त फर्म भर्नै छ गाइज यहाँ चाहिँ हामी तातोमा बस्छौँ तातोमा सुविधा हुन्छ क्या कतिलो प्रधानमन्त्री गरायो भने यस्तै पाइन्छ क्या सुविधा हुन्छ नि त्यही भएर भान्साला टक्क उडालेर यस्तै गाइज अब हाम्रो टिआरसी दिनु भइसक्यो होइन यहाँ चाहिँ यस्तो क्या सरकारले राम्रो काम गऱ्यो भने यत्रो धेरै टाइम लाग्नु पर्दैन केही पर्दैन भोक लाग्दैन पसिना पनि आउन्न बरु जाडो हुन्छ 5 मिनट पुरै सर भनेर कफी खाएर गाइज क्यापाचिनो खानुहुन्छ कि बेला कावा खानुहुन्छ के खानुहुन्छ तपाईँले अमेरिकानो के खानुहुन्छ होइन हामीले भन्यौँ हामीले चाहिँ कालो चिया खान्छौँ भनेर दाइले त कालो चिया नि खानुभयो तपाईँले मैले चाहिँ खाएँ कालो चिया होइन गफै त नि गाइज गफमा जे लगाइदिनु हुन्छ गाइज गफ भन्ने चिज जे भने नि हुन्छ गाइज सो यहाँ हो सिन राम्रै छ होइन त्यहाँ वातावरण पनि राम्रै छ हरियाली पनि राम्रै छ अब हामी चाहिँ बस चढेर गइन्छ गाइज 101 रुपियाँ खर्च भयो गाइज 101 रुपियाँ पोइन्ट कति सेन्टर 101 पोइन्ट कति खर्च भयो अरे 101 खर्च भयो भनेको नेपाली 17,000 यिनीहरू त रिम्नी गएको गाइज दिस इज लोकेसन गाइज तपाईँहरूलाई यदि कुनै कन्फ्युजन छ भने हेर्न त मेरो मलाई भिडियो त कसैले हेर्दैन त्यही पनि गाउनेलाई अब मलाई खासै सहयोग गर्नु मन लाग्दैन गाइज होइन तर पनि यदि तपाईँहरू त्यही हो सो दिस इज सिन होइन रफ नबोलेको भए त सब गर्दिनँ
अब हामी चाहिँ अब बसमा त मान्छे गइन्छ 9:43 भने त अझै छ त आधा घन्टा त होइन तर त्यहाँ त अझै उस पग लेखाइने कि दाइ हेर्नु नि त माथि डाँडामा के अझै पढ्दै रहेछ क्या के हुँ सो यस्तै गाइस लुलियाना जाने बाटो यताबाट पनि जाँदो रहेछ त दाइ गाडी यतै भएर आउँछ तर बस स्टेसन त माथि नै छ नि त त्यही भएर हो गाइस नत्र हामी यहाँ जान सकिन्थ्यो यहाँको सेन्टर जाने हो र सेन्टर भन्ने रहेछ त गाइस बाई जाडो भयो पायो त्यो सुक्दै नसुकेको त्यही भएर त क्रिसमस ट्री बनाइदिएको अँ यही छ बिचराहरू तर यो त दामी देखियो र बनकुखुरा देख्यौ नि तर यो मलाई हिन्दी फिल्ममा जस्तो सिन जस्तो रहेछ कि दाइ गुन्डाले दौडाइदिएको उता त्यो ट्रेन स्टेसनमा पुरा पट्टि दौडाउने के भिडियो राम्रै आयो नि दाइ यार 1 मिनट पुर्याउँछु भनेर